साथीहरु आज चाहिँ धेरै दिनपछि चटपट पानीपुरी खाँदैछु एकदमै मिठो भयो। अनि आज फेरि म टिचिङ हस्पिटलमा गएको थिएँ अनि आज चाहिँ भाइलाई डिस्चार्ज गर्ने भनेको थियो। 2-3 घण्टा चाहिँ टाइम लाग्छ भनेर भनेको थियो अनि त्यही भएर बहिनी र म भएर चाहिँ लाग्यौं पानीपुरी चटपट खानातिर। पानीपुरी नखाएको त 1-2 महिनै भयो होला अनि त्यही भएर पनि मलाई चाहिँ एकदमै मिठो लाग्यो। अनि यहाँ चाहिँ लास्टमा यस्तो खाले सुक्खा पानीपुरी दिदो रहेछ अनि हामीहरुले पानीपुरी खाइसकेर चटपट पनि बनाउन लगायौं। अनि चटपट नखाएको पनि धेरै दिन भइसकेको थियो के। अनि लास्ट टाइम मैले आफैले घरमै बनाएर खाएको थिएँ। अनि एकपटक खायो भने चाहिँ कस्तो दिनकै खानु मन लाग्छ अनि नखायो भने चाहिँ त्यस्तो वास्ता नै लाग्दैन। मलाई चाहिँ त्यस्तै हुन्छ है। अनि ल हेर्नु त कस्तो राम्रो देखिरहेको छ है। अनि हाम्रो चटपट पनि रेडी भइसक्यो। अब चाहिँ मैले पनि खान थालेँ। एकदमै मिठो भएको रहेछ अनि मलाई चाहिँ मिठो नै लाग्यो अनि बहिनीलाई पनि मिठो लाग्यो रे। अनि यहाँ चाहिँ चटपट पानीपुरी सबै राम्रो नै बनाउनु हुँदो रहेछ। अनि हामीहरुले चाहिँ छिटो छिटो ग्वाम लाएर खाएर अनि लाग्यौं हस्पिटलतिर। अनि हामी दुई दिदी बहिनीको गफ चाहिँ छुट्टै चलिरहेको छ। फेरि 4 दिनको हस्पिटलको बसेपछि आज बल्ल डिस्चार्ज मिलेको छ अनि फ्राइडे फेरि चेकअपको लागि आउनु पर्ने भयो साथीहरु।